नेपाली फुटबलमा महाभूकम्प फिफा र एएफसीले विज्ञप्ति निकाल्दै दिए यस्तो कडा चेतावनी। नेपाली फुटबल यति बेला अन्तर्राष्ट्रिय दबावको केन्द्रमा परेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासङ्घ एएफसीले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि लगाएको प्रतिबन्धबारे कडा प्रतिक्रिया जनाउँदै नेपाल सरकारको हस्तक्षेपलाई स्पष्ट रूपमा अस्वीकार्य घोषणा गरेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले चैत 11 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेपछि उत्पन्न विवादले अन्तर्राष्ट्रिय रूप लिएको हो। अब यो विवाद केवल देशभित्र सीमित नरही विश्व फुटबलकै चासोको विषय बनेको छ। फिफा र एएफसीले संयुक्त रूपमा पठाएको पत्रमा राखिएको कदमलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै गम्भीर आपत्ति जनाइएको छ। उनीहरूले स्पष्ट निर्देशन दिँदै चैत 13 गते स्थगित गरिएको निर्वाचन प्रक्रिया जहाँ रोकिएको थियो त्यहीँबाट तत्काल सुरु गरी 7 दिनभित्र सम्पन्न गर्नुपर्ने बताएका छन्। यो निर्देशनले एन्फा मात्र होइन सम्पूर्ण नेपाली फुटबल प्रशासनलाई झस्काएको छ। यदि यो निर्देशन पालना भएन भने विषयलाई फिफा काउन्सिलमा लैजाने चेतावनी समेत दिएको छ, जसको अर्थ अझ कडा कारबाही हुन सक्ने सङ्केत हो। उल्लेखनीय के छ भने चैत 13 मा हुने भनिएको निर्वाचनका लागि फिफा र एएफसीका प्रतिनिधिहरू नेपाल आएका थिए, तर निर्वाचन स्थगित भएपछि उनीहरू फर्किए र नेपालको अवस्थाबारे विस्तृत प्रतिवेदन बुझाए। सोही प्रतिवेदनका आधारमा अहिले यस्तो कडा प्रतिक्रिया आएको बताइएको छ। एन्फाको वर्तमान कार्य समितिको कार्यकाल अझै असार 5 गतेसम्म बाँकी हुँदै पनि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो, तर विवाद अदालतका आदेश र सरकारी हस्तक्षेपका कारण निर्वाचन पटक स्थगित हुँदै आएको छ। पहिलो पटक पुस 16 गतेको बैठकबाट माघ 28 मा निर्वाचन गर्ने घोषणा गरिएको थियो, तर उच्च अदालत पाटनको अन्तरिम आदेशले त्यो रोकिएको थियो। पछि फागुन 27 मा सारिएको चुनाव पनि प्रतिनिधि सभा निर्वाचन आचार संहिताका कारण रोकियो। अन्ततः चैत 13 मा तय गरिएको चुनाव समेत राखेको निलम्बनपछि तेस्रो पटक स्थगित हुन पुग्यो। अब अल नेपाल फुटबल एसोसिएसनले फिफा र एएफसीको पत्रका आधारमा आफू माथिको निलम्बन फुकुवा गर्न राखेपलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ। यो घटनाक्रमले नेपाली फुटबलको भविष्य नै अन्यलमा पार्ने सङ्केत देखिएको छ। यदि अन्तर्राष्ट्रिय निकायको निर्देशनलाई व्यवस्था गरियो भने नेपालमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध समेत लाग्न सक्ने जोखिम बढेको छ, जसले खेलाडी, क्लब र सम्पूर्ण फुटबल संरचनामा गम्भीर असर पर्न सक्छ। अब सबैको नजर एकै ठाउँमा छ, के नेपालले अन्तर्राष्ट्रिय दबावलाई मान्नेछ वा अझ ठुलो सङ्कटतर्फ जानेछ।